guys, welcome to my channel Journey from देवदह to स्वर्गद्वारी। हाम्रो बाबु चाहिँ बाइकमा हिँड्यौँ अनि त्यसपछि बाइकमा हिँड्यौँ, त्यसपछि बुटोल पुग्यौँ। बुटोल यो ठाउँ बुटोल नै हो। अनि यो ठाउँ चाहिँ भाइरल शिवजी डाँडा भन्ने थियो। अनि त्यसपछि यो राप्ती खोला हो। राप्ती खोला भन्दा पनि राप्ती नदी हो। यो चाहिँ क्याप्चर गरेको मैले भिडियो भयो। अनि भालुबाङ छ, अनि भालुबाङ यो चाहिँ भालुबाङ हो। यो अनि हामी प्युठान पुग्यौँ, तर यहाँबाट पनि धेरै टाढा नै थियो स्वर्गद्वारी चाहिँ। अनि धेरै पछि चाहिँ स्वर्गद्वारी पुग्यौँ। अनि यो चाहिँ मेन स्वर्गद्वारी महाप्रभुको आश्रम भनौँ न थियो। अनि यहाँबाट एकैछिन माथि नै यहाँसम्म मात्र गाडीहरू बाइकहरू जान्छन्। यहाँबाट चाहिँ हिँडेरै जानुपर्ने हुन्छ या घोडामा पनि जान सकिन्छ। अनि दिस इज स्वर्गद्वारीको मन्दिर भन्दा नि हवन गर्ने कुण्ड हो यो। यहाँभित्र चाहिँ हवन गर्ने छ। अनि शिवलिङ्ग छ यस्तो। यहाँ चाहिँ महाप्रभु आएर अनि हवन गर्नुभएको हो। त्यहाँ हवनलाई स्टार्ट गर्नुभएको हो भनौँ न। अनि त्यसपछि त्यो हवन चाहिँ इन्ड हुन्न अरे। यदि त्यो हवन अब कन्टिन्युसली नभएर इन्ड भयो भने चाहिँ 108 दिन चाहिँ नेपालमा मात्र होइन वर्ल्डमा चाहिँ हुन्छ अरे। अनि यो चाहिँ गुफा जाने बाटो त्यो मन्दिरभन्दा माथितिरबाट गएर चाहिँ यो बाटो भएर चाहिँ हामी गुफातिर जान सक्छौँ। त्यो गुफा चाहिँ के हो भन्दा महाप्रभुले चाहिँ समाधि लिनुभएको, तपस्या गर्नुभएको गुफा हो रे। अनि त्यसपछि यही गुफामा चाहिँ महाप्रभुले चाहिँ समाधि लिनुभएको हो रे। अनि महाप्रभु जन्मिँदा चाहिँ पुष्पवृष्टि पनि भइरहेको थियो रे, पानी परिरहेको थियो रे। अनि यो स्वर्गद्वारीमा चाहिँ के पनि मान्यता छ भन्दाखेरि चाहिँ पाण्डवहरू जुन द्वापर युगमा हुनुहुन्थ्यो नि त, अनि द्वापर युगदेखि नै यहाँ स्वर्ग जाने बेलामा चाहिँ उहाँहरूले पनि त्यहाँ हवन गर्नुभएको थियो अरे। अनि यो गुफा त्यही हो, महाप्रभुले चाहिँ यहाँ तपस्या गर्नुभएको र यही समाधि लिनुभएको भन्ने छ। यो त्यही मन्दिरको अलिकति माथि रहेको छ। अनि यहाँ बाबा म गयौँ, भिडियोहरू गरायौँ, हेऱ्यौँ, दर्शन गऱ्यौँ। अनि निकै पिसफुल ठाउँ रहेको थियो। अनि यो प्युठान स्वर्गद्वारीमा चाहिँ 2200 मिटर अबोभ फ्रम द सी पनि रहेछ। अनि यहाँ भिडियो खिचिदिनु भयो बाबाले मेरो। यत्तिकै हेऱ्यौँ, दर्शन गऱ्यौँ। मलाई एकदम त्यो केभहरूबाट डर पनि लाग्थ्यो कि, तर यहाँभित्र बस्दाखेरि चाहिँ मलाई डर पनि लागेन। आई डोन्ट नो वाइ। एकदम पिसफुल भाइब्सहरू पनि थियो। अनि ब्लेसिङ फ्रम महाप्रभु कि म त्यहाँ जान पाएँ। अनि त्यहाँ पाठशालाहरू पनि थियो। अनि केपबाट फर्किँदै गर्दा चाहिँ त्यहाँ पुरै त्यो ग्रिनरी सिनहरू देखेको थियो। अनि बाबाले मेरो भिडियो बनाइदिए, यहाँ दुइटै डाँडा देखिने गरी भन्दै हुनुहुन्थ्यो। अनि त्यहाँ भिडियो बनाएको, तर यस्तै छ हेर्नुभयो। अनि त्यहाँ चाहिँ सागहरू लाउनु भएको थियो कति धेरै। त्यहाँ गुरुकुल पनि थियो। अनि त्यहाँ सागहरू पनि देखाइँदै भिडियो बनाइदिए भन्नुभयो। अनि त्यहाँ सागहरू देखाउँदै भिडियो बनाएँ। अनि त्यहाँ गौशाला पनि थियो, तर त्यसको चाहिँ भिडियो मैले बनाइन छु। अनि त्यहाँ जुन त्यो सागहरू लगाएको ठाउँ, त्यो सबै सागहरू लगाएको थियो। अनि त्योभन्दा उता चाहिँ गौशाला पनि छ। अनि यो मन्दिरमा चाहिँ हवन भइरहेको हुन्छ। यो हवन कुण्डमा चाहिँ अब हुन्छ नि त्यो मन्त्रहरूद्वारा चाहिँ त्यहाँ अग्नि प्रज्वलित भएको रे। त्यही भएर यो हवन भनेको चाहिँ त्यही मन्त्रहरूबाट नै हामीले कन्टिन्यू गर्ने है छ। अनि त्यही भएर त्यहाँ हवन हुँदा मन्त्रहरूको च्यान्टिङहरू हुन्छ, एकदम पिसफुल हुन्छ। भिडियोहरू चाहिँ बनाउनु पाइँदैन त्यहाँ मन्दिरभित्र पसिसकेपछि भित्रको चाहिँ। तर त्यो मन्त्रहरू सुन्न अलि यता बाहिरबाट त्यहाँबाट चाहिँ हामी त्यहाँ उभिएर या त्यहीँ बसेर चाहिँ हामी हेर्न सक्छौँ। अनि यहाँ पनि काउलीफ्लावरहरू लाउनु भएको रहेछ, काउलीफ्लावर क्याबेजहरू लाउनु भएको रहेछ। अनि यो चाहिँ सायद यो चाहिँ नाइटको सिन हो। हामी बिहान गएको थियौँ, अनि साँझ 6 बजेतिर पुगेको थियौँ होला। अनि यो चाहिँ नाइटको सिन हो, राति। अनि त्यही पनि बस्न पाइन्छ, त्यही माथि पनि बस्न पाइँदो रहेछ है।
यो नाइटको पुरै सिनहरू हो। राति पनि आरतीहरू हुन्छ त्यही, अनि टिकाहरू लगाइदिनुहुन्छ, आरती लिग्ने एकदम पिसफुल हुन्छ नि। त्यहाँ गइसकेपछि अनि जाडो पनि हुन्छ त्यहाँ तलबाट माथि गएको मान्छे, अनि जाडो भएर थाहा नै थिएन, अनि लुगा पनि लगाएको थिएन, धेरै त केही लुगा लगाएको थिएन भनौँ न जाडोको, अनि एकदम जाडो पनि भयो। अनि आई रिकमेन्ड यु जाडोको लुगा पनि लिएर जानु होला भनेर। अनि त्यहाँ हिँड्ने, जस्ट लिसनिङ, मन्त्रहरू सुन्नेहरू, यदि त्यो हवन गरेको हेर्नु मन छ, इन्ट्रेस्टेड छ भने दिस प्लेस इज गो फर यु एक्चुअली भन्नुपर्दा। अनि यहाँ माथिहरू चाहिँ त्यो पूजा गर्न भनेर सामग्रीहरू चाहिँ पाइँदैन। अरू मन्दिरमा जाँदा त अब त्यही राखेको हुन्छ नि, तर यहाँ पर्सनल मार्केट मान्छेहरूले पर्सनली पनि राख्न नपाउँदो रहेछ क्या। अघि त्यो गेट थियो नि, जुन गेटबाट इन्ट्री गरेर माथि हिँड्दै जानुपर्थ्यो, त्यो गेट तल चाहिँ एउटा पसल जस्तो छ, त्यो पसल पनि एक्चुअली त्यही मन्दिरकै रहेछ कि त्यहाँ पर्सनली पसलहरू पनि राख्न नपाइँदो रहेछ। अनि अरू भन्नुपर्दाखेरि चाहिँ, अनि यहाँ चाहिँ त्यो अग्नि हेर्नुको लागि चाहिँ, अग्निमाथि आउनुभएको हेर्नुको लागि चाहिँ त्यहाँ पूजा हुँदो रहेछ। एक्चुअली चाहिँ बिहानको टाइम चाहिँ सायद 10:30-11 बजीतिर हुँदो रहेछ भन्नुभएको थियो। अनि यहाँ चाहिँ अब भजन पनि हुँदो रहेछ, खाना खाइसकेपछि चाहिँ यहाँ आधी घन्टा जति भजन हुँदो रहेछ। अनि भजनमा अवस्था पनि एकदम पिसफुल भइसकेको थियो। अनि भजनमा बस्यौँ अनि भयो। अनि यहाँ चाहिँ बसिसक्यौँ। हरे राम हरे कृष्ण 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 हरे हरे, यही आउँथ्यो मलाई। यो भजन पनि गाउनुभएको थियो, अरू पनि गाउनुभएको थियो। अनि प्रेयर्सहरू सुन्दा भजन गर्नुभन्दा अगाडि बिचमा त्यो पनि एकदमै पिसफुल लागेको थियो। एक्चुअली हाफ एन आवर नै भएको थियो होला भजन पनि। अनि यो सब भिडियो क्लिप्स भजनकै भयो, मान्छेहरू डान्स गरिरहनु भएको थियो, इन्जोय गर्नुभएको थियो। अनि त्यसपछि चाहिँ अलिक तल त्यहाँ के गरेँ, पाठशालाभन्दा तल चाहिँ कुण्ड पनि रहेछ। अनि त्यहाँ कुण्डमा चाहिँ बिहान गएर नुहाउने मुख धुने, जल लिएर घर जाने हो भने जाने, त्यहाँ कुण्ड रहेछ। अनि यो चाहिँ अर्को दिनको मर्निङको भ्यू हो। त्यहाँ चाहिँ अब मर्निङ भइसकेपछि चाहिँ हिमालहरू पनि देखिने रहेछ, अन्नपूर्ण, माछापुच्छ्रे अनि अरूहरू पनि थियो, मैले एक्ज्याक्टली बिर्सिएँ। अनि त्योहरू हेर्ने भ्यू। अनि हामी चाहिँ चाँडै नै निस्किसकेका थियौँ, त्यही भएर क्लियर पनि देख्न पाइएन। दिस इज मर्निङ भ्यू फ्रम स्वर्गद्वारी। भन्नुपर्दा मेरो एक्सपिरियन्स चाहिँ एकदम राम्रो, रमाइलो, पिसफुल, डिभाइन रह्यो यहाँ। आई डिडन्ट इभन एक्सपेक्टेड टु भिजिट। मलाई थाहा थिएन आई विल बी दिस मच प्लेस टु भिजिट दिस प्लेस। अनि हामी रिटर्न भयौँ त्यसपछि चाहिँ, रिटर्न फ्रम स्वर्गद्वारी टु होम। थ्याङ्क यू।